मेरो लागि विशेष कार्यक्रम, यस कार्यक्रममा उपस्थित हुनुभएका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरूमा हामी सिर्जनाको हिसाबले हामी अवश्य धनी छौँ, चोटिलो छौँ। उहाँले अब के गर्दै हुनुहुन्छ भन्ने कुरा प्रश्न पारिसक्नु भएको छ र मलाई लाग्छ बिबी थापा फाउन्डेसन लाई हामीले पनि साथ दिन जरुरी छ, किनभने यी यस्ता फाउन्डेसनहरू तपाईँ हामी कलाकारहरूकै लागि भनेर जन्मेको जस्तो लाग्छ मलाई आफूलाई। स्थापना हुनुको मेन कारण भनेको जसरी हुन्छ नेपाली कलाकृतिहरूलाई अगाडि बढाउन यस्ता फाउन्डेसनले सदैव साथ दिनेछ। एकपटक जोरदार ताली बिबी थापाका छौँ। आज हामी गजल 101 बिबी थापाको आफ्नै हस्तलिपिमा गजललाई नगरिकन हामी विमोचनतर्फ लाग्दैछौँ। अब हामी सामूहिक रूपमा यहाँ ड्यासमा आसीन हुनुभएका प्रमुख अतिथि, विशिष्ट अतिथिज्यूहरूसँगै यहाँ दर्शक दीर्घामा रहनुभएका हाम्रा विशिष्ट सभाध्यक्षज्यू, विशिष्ट अतिथिज्यूहरू, यस गजल 101 का स्रष्टा बिबी थापाज्यूलाई अब यस सार्वजनिक कार्यक्रम विमोचन समारोहमा सहयोग भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। दशकभन्दा लामो समयले मैले भनिराख्नु पर्दैन जस्तो लाग्छ। बिबी थापाज्यूले विक्रम सम्वत 2076 सालमा एकैसाथमा 27वटा गीत एल्बमहरू सार्वजनिक गरेर पनि विश्व कीर्तिमानी राख्नुभएका व्यक्तित्व आशक्ति गीत सङ्ग्रह, जसमा 213वटा गीतहरू रहेका थिए। त्यसै गरिकन दिल एक धडकन अनेक गजल सङ्ग्रहमा एक रहेका छन् भने एकमा के छ, यसमा के कुराहरू रहेका छन् भन्ने बारेमा अब यहाँहरूको हातमै पनि यो गजल 101 हुनेछ। मैले औपचारिक स्वागत त गरिसकेँ। केही मेरो अरू लेखाइ पनि यसमा राखेको छु, त्यसपछि म गजल गर्नेछु। शब्द पानी हो, शब्द पानी हो, रंग हो स्वर, शब्द मूल हो, अंग हो स्वर। पर्गेल छ शब्दकारले रूप शब्दकार, कल्पनाको मिठो रस रंग हो स्वर। शब्द पानी हो, रंग हो स्वर। कार्यक्रमका प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू, कार्यक्रमको गरिमालाई अझै उचाइ थप्न पाल्नुभएका सम्पूर्ण अतिथिज्यूहरू, साहित्य अनुरागीहरू, पत्रकार मित्रहरू साथै उपस्थित सम्पूर्णमा मेरो तर्फबाट हार्दिक स्वागत गर्दै हृदयदेखि आभार व्यक्त गर्दछु। म भित्र उत्पन्न नितान्त व्यक्तिगत भावहरूलाई गजल सङ्ग्रहमा रूपान्तरण गरी यहाँहरू सामु प्रस्तुत गर्न पाउनु मेरो जीवनको सबैभन्दा खुसीको क्षण हो। आज अत्यन्तै आह्लादित छु र भावविह्वल पनि छु। आयु मात्र बाँच्ने आजको युगको रफ्तारमा गजल 101 मेरो जीवन बाँच्ने प्रक्रियाको उपज हो। भावनाभित्रको ठेका अनेकौं विचारहरू, आध्यात्म, प्रेम मिलन, बिछोड, दर्शन, वैराग्य, सम्भव असम्भव तथा सत्य असत्य आदि विषयतर हुँदै मेरो हस्तलिपि सहितको यो पुस्तक गजल सङ्ग्रह बारे यहाँबाट प्राप्त हुने प्रतिक्रियाहरू मेरो लागि आशीर्वाद हुनेछ। आज उत्सवको तयारी गरे हुन्छ, आज उत्सवको तयारी गरे हुन्छ, तिम्रो र मेरो प्रेम जुवारी भरे हुन्छ। आज उत्सवको तयारी गरे हुन्छ, तिम्रो र मेरो प्रेम जुवारी भरे हुन्छ। हर्ष विभोर हुँदै साटिन्छन् चुम्बन जब, त्यो प्रेमी पलमा तिमी नै प्रेयसी परे हुन्छ। आज उत्सवको तयारी गरे हुन्छ। कहिले भावमा सिँगारिएर मस्त हुँदै, कहिले बियोको पीडाले रुँदै, कहिले शान्त चित्त रसोवामा रमाउँदै त्यो गजल सङ्ग्रहको प्रत्येक शेरहरू सिर्जना गरिएको छ। भावनाहरू गजल सङ्ग्रहको रूपसम्म आइपुग्दा आज विमोचन गर्दै गर्दा यहाँ त्यसलाई शब्दबाट पुस्तकको हारमा पुर्याउन मद्दत गर्नुहुने सम्पूर्णमा हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु। गीत गजल लेखनमा 4 दशकदेखिको निरन्तर यात्रा गजल 101 सम्म आइपुगेको छ। यहाँको उपस्थिति साथ र हौसलाले आगामी दिनहरूमा पनि सृजनाको क्षेत्रमा निरन्तर अगाडि बढिरहने ऊर्जा शक्ति मिलोस् भन्ने आशा राखेको छु।
पुनः एकपल्ट यहाँको अपार उपस्थितिमा मेरो सृजनाले पूर्णता प्राप्त भएको छ। यहाँको स्नेह, सद्भाव र साथको म ऋणी भएको छु। यो गजल सङ्ग्रह विमोचन समारोहको गरिमा बढाइदिनु भएकोमा सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गर्दछु। मिल्थे रोजाइहरू तिम्रा र मेरा 101, मिल्थे रोजाइहरू तिम्रा र मेरा 101, थिए भोगाइहरू तिम्रा र मेरा 101। बदलिए ऋतुहरू छुट्यो प्रेमको बाटो, बदलिए ऋतुहरू छुट्यो प्रेमको बाटो, अमुक विदाईहरू तिम्रा र मेरा 101। यस्तै थियो गजलकारको भावना र म केही अरू सुनाउन गइरहेको छु। गजल वाचनको प्रोग्राम पछाडि थियो, त्यसले मैले यसलाई अब छुट्याइरहन पनि भ्याइन। ठिकै छ, यो हाम्रै कार्यक्रम हो, यहाँकै कार्यक्रम हो, म यहाँकै हो, यहाँहरू सबै मेरै हो। त्यसैले मलाई आनन्द लागिरहेको छ। को बारेमा मेरो आफ्नो धारणा। फजलान गजलकार खिले गजल मेरो प्राण हो, फजलान गजलकार खिले गजल मेरो प्राण हो, गजल मेरो शान हो, गजल मेरो पहिचान हो। गुन्जेलान् मेरा गजलहरू मेरो अवसानपछि, गुन्जेलान् मेरा गजलहरू मेरो अवसानपछि, जसले सुन्छ मेरा गजल त्यो मेरो सम्मान हो, गजल मेरो शान हो, गजल मेरो पहिचान हो। मोती चाहिँ लाग्छ मलाई गजलका हर अक्षरहरू, मोती चाहिँ लाग्छ मलाई गजलका हर अक्षरहरू, जब पोखिन्छु कुनै गजलमा सम्झन्छु वरदान हो, गजल मेरो शान हो, गजल मेरो पहिचान हो। पीरमा धोकामा हर मौकामा लेखिन्छ गजल, पीरमा धोकामा हर मौकामा लेखिन्छ गजल, लाग्छ गजल मेरा हर पीडाको समाधान हो, गजल मेरो शान हो, गजल मेरो पहिचान हो। सलाम छ सबै गजलकारहरूलाई, सलाम छ सबै गजलकारहरूलाई, सलाम छ सबैलाई, सलाम छ सबै गजलकारहरूलाई। सम्झिदिनुहोस् यो गजल जिन्दगीको बयान हो, गजल मेरो शान हो, गजल मेरो पहिचान हो। हामी प्रिय साहित्य, हिन्दी साहित्य गर्दाखेरि ईश्वर, अल्लाह, खुदा, हे भगवान ईश्वरलाई पुकार गर्ने क्रेडिट दिने जो चलन परम्परा छ नेपालीमा, त्यसै लेख्यो भने त्यो भजन हुन्छ। त्यो कुरा मलाई अलिकति मैले यसमा थोरै मैले आफ्नो जोगिनु पोखेँ। ईश्वर, हे ईश्वर तेरे कृपाले जो धरतीमा आए, के उसको सृष्टि बिना हामी यहाँ हुन सक्थ्यौँ र? हे ईश्वर तेरे कृपाले जो धरतीमा आए, सुन्दर सृष्टि देखेर म बहुतै रमाएँ। यो मेरो आफ्नो व्यक्तिगत विचार हो। अपार ज्ञान प्रेममै रहेछ यो बुझेँ, अपार ज्ञान प्रेममै रहेछ यो बुझेँ, गजल लेख्दै महिमा पनि धेरै गाएँ, सुन्दर सृष्टि देखेर म बहुतै रमाएँ। आवाज मात्र होइन अन्दाज पनि उस्तै, आवाज मात्र होइन अन्दाज पनि उस्तै, सरगम सबै हुनका प्रभुमै चढाएँ, यस सुन्दर सृष्टि देखेर म बहुतै रमाएँ। अधीनमा छैन केही मर्जी हो यो सब तेरे, अधीनमा छैन केही मर्जी हो यो तेरै, यो फकीरको जिन्दगी धनवान बनाए, ईश्वर सुन्दर सृष्टि देखेर म बहुतै रमाएँ। जिन्दगी हो यात्रा यो सकी फर्किनु छ, जिन्दगी हो यात्रा यो सकी फर्किनु छ, मान्छेको यही सार बुझी कलम उठाए, हे ईश्वर तेरे कृपाले यो धरतीमा आयो। बगैँचा गजलमा त सिङ्गार चाहिन्छ, प्रेम ईश्वर प्रेम मिलनका कुराहरू चाहिन्छ र आफूले दर्शन पनि चाहिन्छ, त्यो त छँदैछ। तर बिबी थापा, म बिबी थापा, यो बिबी थापा हुनुको पछाडि एउटा
कथा यसमा मैले गजलमा तयार गरेको छु। यो अब यहाँको सामु प्रस्तुत गर्दा यहाँले पक्कै थाहा पाए भन्नुहुनेछ। यसलाई मैले सरकु भनेर नाम दिएको छु। जसरी मलाई तिम्रो सर छोरी टाढा टाढा जाँदैछु भनेर एउटा अब भन्नेले चाहिँ के भन्छन् घाइते गीतका भन्छन्, केही प्रब्लम छैन, मलाई यो उपन्यास हो, म त्यसलाई स्वीकार्छु, मलाई मनपर्छ। सरकुमा भेटघाट हो चिन्जान हो त्यो सहरमा, भेटघाट हो चिन्जान हो त्यो सहरमा, आफ्नै पहिचान हो त्यो सहरमा। भेटघाट हो चिन्जान हो त्यो सहरमा, आफ्नै पहिचान हो त्यो सहरमा। जोखिममा पर्यो ज्यान प्रेमको खेलमा, जोखिममा पर्यो ज्यान प्रेमको खेलमा। गुमान नै उनको शान हो, गुमान नै उनको शान हो त्यो सहरमा, आफ्नै पहिचान हो त्यो सहरमा। अवसाद रहर होइन, अवसाद रहर होइन, सकिएन घात सहन, जानी जानी अपमान हो त्यो सहरमा, आफ्नै पहिचान हो त्यो सहरमा। वचन फेरे औकात हेरे बदनाम गर्नु गरे, वचन फेरे औकात हेरे बदनाम गर्नु गरे। सत्तो गुमाए ज्ञान हो त्यो सहरमा, सत्तो गुमाए ज्ञान हो त्यो सहरमा, आफ्नै पहिचान हो त्यो सहरमा। सहर छुट्यो, सहर छुट्यो, सम्बन्ध टुट्यो, केही रहेन बाँकी। सहर छुट्यो, सम्बन्ध टुट्यो, केही रहेन बाँकी। यो बिबी थापा बेइमान हो यो सहरमा। राखिदिनु हुनका लागि आजको हाम्रो यस कार्यक्रमका विशिष्ट अतिथि गीतकार सङ्घ नेपालका अध्यक्ष श्री वसन्त विद्यासी थापाज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद सिधुजी। उहाँको आवाज निकै सुनिन्थ्यो अगाडि, आज धेरै पछि सुन्न पाएँ, एकदम खुसी लागेको छ। पहिला गीतकार सङ्घ नेपालले नै उहाँलाई धेरैभन्दा धेरै कार्यक्रममा उद्घोषणको भूमिका दिएका थिए र आज फेरि भेट भयो, एकदम खुसी लाग्यो। यस कार्यक्रमका सभापति महोदय, प्रमुख अतिथि, आजको स्रष्टा सर्जन द हिरो देउला आदरणीय दाइ बिबी थापाज्यू, विशिष्ट अतिथिज्यू र उपस्थित हुनुभएका यो गजल 101 विमोचन समारोहमा उपस्थित हुनुभएका 101 व्यक्तित्वहरूमा हार्दिक नमस्कार। विशेष गरेर हाम्रा बिबी थापाज्यूको विषयमा हामी आफूले बोल्नुभन्दा पनि उहाँको सिर्जना आफैले बोलेको हुन्छ। उहाँसँग हामी निकै लामो भए साहित्य भएको गीतकार सङ्घमा पनि आबद्ध हुन्छ र आज जुन 101 गजलको विमोचन भयो, यसको लागि संस्थागत र मेरो व्यक्तिगत तर्फबाट हार्दिक बधाई र निरन्तर सृजनाका लागि शुभकामना दिन चाहन्छु। यो भित्र 101 सृजनाहरू छ, यो कृति सो हो, यो कृतिभित्र 101 गजल छ। जो कोही कसैले पनि यो भित्र रहेका कृति अथवा सृजनालाई सङ्गीत गर्न चाहनुहुन्छ अथवा गाउन चाहनुहुन्छ अथवा कहीँ कतै कुनै पनि विषयमा प्रयोग गर्न चाहनुहुन्छ भने तपाईँहरूले हाम्रो स्रष्टा सर्जक बिबी थापाज्यू, साथै उहाँ यो कृतिको प्रोड्युसर पनि हो, उहाँ लगानीकर्ता पनि हो र उहाँ पब्लिसर पनि स्वयं आफै हो। तसर्थ सर्वाधिकार उहाँको नियत छ र जो कोही कसैले केही गर्न चाहनुहुन्छ उहाँको अधिकार स्वीकृति दिनुपर्ने आवश्यक छ र हाम्रो ठुलो सम्पत्ति हो, यो बौद्धिक सम्पत्ति हो, यसलाई हामीले संरक्षण गर्नु छ र उहाँको स्वीकृति बिना कोही कसैले प्रयोग नगरिदिनु हुन निवेदन दिँदै उहाँलाई फेरि पनि हार्दिक बधाई तथा शुभकामना चाहन्छु। विशिष्ट अतिथि नारायण गोपाल सङ्गीत कोषका अध्यक्ष दीपक केसीजी हुनुहुन्छ, यहाँलाई हार्दिक अनुरोध गर्दछु। आज यो शुभ अवसर अति विशिष्ट कार्य नेपाली गजल आकाशमा एउटा उत्कृष्ट गजल थपिएको थियो। आज 101 गजलको विमोचन कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू,
देशमा आइसक्नुभएका विशिष्ट अतिथिज्यूहरू र आजका हिरो म त के भन्छु भने मैले त जुन दिनदेखि भएको त्यो गीत सुने म यो तिम्रो सहर छोडी भने त्यो दिनदेखि नै मेरो चाहिँ मानसपटलमा हिरो हुनुहुन्थ्यो। त्यो बेला 47-47मा हामीले सुनेको गीत र सम्पूर्ण उपस्थिति गीत गजल सङ्गीतप्रति समर्पण व्यक्तित्वमा नायकको गीतको तर्फबाट साथै स्वर्गीय तारादेवी प्रतिष्ठानको अध्यक्षको तर्फबाट यहाँमा अभिवादन व्यक्त गर्न चाहन्छु। अब यो कार्यक्रम आज बिबी थापाज्यूले सुवर्ण अवसर प्रदान गर्नुको विशिष्ट कार्यक्रम हो। म नेपालको एउटा साह्रै भाग्यमानी मान्छे। म गीत गर्न जान्दिनँ, सङ्गीत भर्न जान्दिनँ, स्वर त जान्छ छैन। तर पनि यो नेपाली गीत सङ्गीत इतिहासको दुईवटा हस्तीहरू स्वर सम्राट र तारादेवी थपक्क मेरो काममा आएर बस्दिनु रहेछ। ल केटो केही गर है नेपाली गीत सङ्गीतमा भनेर त्यस पश्चात उहाँसँग थापाज्यूसँग मेरो प्रदेश केही समयदेखि भएको मैले जुन व्यक्तित्वहरूलाई एउटा मानसपटलमा गीत बसिराखेको थिएँ एउटा भाव विहलका, तर यति सरल व्यक्तित्व मैले पाएँ म बिबी थापाज्यूसँग। उहाँलाई सुन्दा भन्दा देख्दा अझै व्यक्तित्वमा निखार्नुमा उहाँको व्यक्तित्वबाट सरलबाट पाएँ। म एकदमै यस्तो व्यक्तिसँग प्रत्यक्ष नजिकबाट रहन पाउँदा ज्यादै लाग्ने भने आफै भन्दछु। र आज यस 100 गजल विमोचनमा उहाँको सुस्वास्थ्य समृद्धिको कामना गर्छु। अझै नेपाली सङ्गीतमा उहाँको अझै ठुलो भन्दा धेरै कृतिहरू आइराखोस् र नेपाली इतिहासमा उहाँको कृतिले विशिष्ट स्थान पाउनेछ भने मेरो शुभकामना दिन चाहन्छु। र आज मौका पाएँ एउटा कुरा, म स्वर सम्राट नाटक गोपाल र तारादेवी हरेक वर्ष 3 जनालाई गीतकार, सङ्गीतकार र गायक क्षेत्रका व्यक्तित्वहरू हामी सम्मान गर्छौँ। मेरो मनमा के उठ्यो भने हामी सम्मान दिन्छौँ, गणत पुरस्कार दिन्छौँ, खाता लगाइदिन्छौँ, दशहरा लगाइदिन्छौँ, माला लगाइदिन्छौँ, छोडिदिन्छौँ। तर मैले के सोचेँ भने त्यो मात्रै होइन, जसलाई हामी सम्मान गर्छौँ उहाँको सुस्वास्थ्यको पनि कामना गर्नुपर्छ भनेर मैले नारायण र तारादेवी सम्मान पुरस्कार पाउने व्यक्तित्वहरूको स्वास्थ्यको लागि वार्षिक रूपमा होल बडी चेकअपदेखि लिएर धेरै स्वास्थ्य क्षेत्रमा मैले निःशुल्क सेवा प्रदान गरेको छु। यो मैले यसपालिदेखि सुरु गरेको नेपाली इतिहासमा सायद यो पहिलोपटक होला होइन। यो गर्ने शुभ अवसर मैले पाएँ। त्यही भएर पनि म नेपाली सङ्गीतको आफूलाई भक्त प्रहलाद भन्न चाहन्छु, अझै भन्दा रामका हनुमान भन्न चाहन्छु नेपाली गीत सङ्गीतको। र यति भन्दै म बिबी थापाज्यूलाई सुस्वास्थ्य समृद्धि दीर्घायु र नेपाली साहित्यमा उहाँको उचाइ अझै सगरमाथा भन्दा पनि माथि रहोस् भन्दै शुभकामना दिँदै यो 100 गजल सबैले पढिदिन र यसलाई अझै साथीहरू बिचमा लगिदिन र सम्पूर्ण नेपालीहरूको बिचमा पुर्याइदिन अनुरोध गर्दै मलाई यो शब्द बनाइदिनु भएकोमा आयोजक कमिटीलाई आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छु। धन्यवाद। लागि धेरै लामो समयदेखि नेपाली गीत सङ्गीत क्षेत्रमा क्रियाशील व्यक्तित्व, अनवरत रूपमा उहाँका सङ्गीत सृजनाहरू हामीले सुन्दै आइरहन पाएका छौँ। वरिष्ठ सङ्गीतकार शक्ति बल्लभज्यू हामीसँग हुनुहुन्छ। धन्यवाद बहिनी। कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, मञ्चमा आएका विशिष्ट व्यक्तित्वहरू, आजका नायक बिबी थापाज्यू र यस कार्यक्रममा पाल्गొని सृजना नायक गराउने आदरणीय व्यक्तित्वहरू सबैमा हार्दिक नमन। बिबी थापाजीसँग मैले चाहिँ साङ्गीतिक रूपमा सहयात्रा गरेको छु।
धेरै वर्षदेखि र उहाँको लेखन विशेष गरेर सृजना गीति लेखन गजल लेखनसँग म धेरै परिचित छु। उहाँले सृजना गरेका गीत गजलहरू मन छुने खालका हुन्छन्। प्राविधिक हिसाबले भन्दा पनि मनलाई हल्लाउने खालका गीत गजलहरू सृजना गर्नुहुन्छ। त्यसैले गर्दा श्रोताहरूले मन पराउनु हुन्छ भन्ने पनि विश्वास लिएको छु। र यो 101 गजल नाम पनि मिठो राख्नु भएको छ। सङ्ख्यामा पनि 101 पक्कै हो भने र 101 ले मिठो अर्थ दिएको छ। 101 हुनुपर्छ भन्ने मलाई लाग्छ। र उहाँको त्यो सृजनाको जुन हिजोको दिनमा मैले जसरी चाहिँ उहाँलाई सृजनाको हिसाबले देखेको छु, यो 101 भने पक्कै पनि त्यस्ता राम्रा सृजना र विशेष गरेर ज्ञानात्मकता गाउन योग्य गजलहरू हुनुपर्छ भन्ने मैले विश्वास लिएको छु। र सङ्गीत क्षेत्रका साथीहरूले पक्कै पनि यसलाई राम्रोसँग स्वीकार्नुहुनेछ भन्ने आशा लिएको छु। र उहाँले त भन्नुभयो म घाइते गीतकार भन्नुभयो, तर घाइते गीतकार होइन, उहाँ चाहिँ निरन्तर अविराम यात्री गीतकारको रूपमा मैले लिन्छु। किनकि उहाँले चाहिँ प्रवासमा रहँदा पनि गीत लेख्न छोड्नु भएन, एकदम निरन्तर यात्री। र उहाँलाई विशेष गरेर मैले हामी चलचित्र सङ्गीतमा पनि हामी सहयात्रा गरेका छौँ। र त्यो बेलामा विदेशमा बसेर गीत लेखेर मैले हामी फोनबाट टिपेर गीत पनि रेकर्डिङ गरेका छौँ। यहाँहरूले मन पराएको गीतहरूमा पर्छ त्यो सानो गाउँको जन्मेको ठाउँको सम्झना आउँदा भने तोधार चलचित्रको गीत थुप्रै भुटिया भाइले गाएको बिर्खामा गीत अहिले पनि सम्झना छ। उहाँले चाहिँ प्रवासमा बसेर लेखेर मलाई फोनमा टिपाएर हामीले रेकर्डिङ गरेका छौँ। भने त्यो खालको अविराम यात्री आफ्नो निरन्तरतालाई कायम राख्नु भएको छ। र आजको दिनसम्म यो 4 दशकको लामो यात्रा गर्नुभएको छ। यसको लागि उहाँलाई धेरै धेरै बधाई शुभकामना दिन चाहन्छु। र आगामी अझ धेरै दशकहरू उहाँका सृजनाहरू हेर्न पाइयोस्। एकदमै यो 101 गजल साथसाथै उहाँको जीवनको सफलताको लागि हार्दिक हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। केशव तौजलेजीको लागि जोरदार ताली अभिभावकको रूपमा पनि धन्यवाद सिधुजी। आज यसै कार्यक्रमको निम्ति दौडी मात्र होइन उडेरै आए। आजको यस कार्यक्रमका सभाध्यक्ष आदरणीय श्री थापाजी, आजको यस कार्यक्रमका दुला साहब बिबी थापाजी, मैले दुला साहब नै भन्दै दुला दुवैसँगै भएको प्रमुख अतिथि डाक्टर हेमनाथ पौडेलज्यू, मेरो आदरणीय दिनेश दाई ठिक छ, अनि मेरो असाध्यै प्रिय दीपक केसीज्यू। मैले पद छ केही पनि भनिनँ। अब यहाँ यो सम्बोधन गर्दै जाने क्रममा फेरि यो समय बर्बाद नगरौँ। सबै आदरणीय विशिष्ट व्यक्तित्वहरू मैले देखिरहेको छु। धेरै परिचित अनुहारहरू मैले पुष्टमा यहाँ सबैलाई हार्दिक अभिवादन गरेँ। र सर्वप्रथम मलाई आज यस विमोचन समारोहमा आफ्ना केही शब्द राख्ने अवसर प्रदान गरिदिनु भएकोमा बिबी फाउन्डेसन आयोजकप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। सशक्त लेखक, गजलकार, गीतकार बिबी थापा, जसको शब्दमा सयौं ख्याति प्राप्त सङ्गीतकारहरूले धुन भरेर नेपालका प्राय सयौं लोकप्रिय गायकहरूले आफ्नो स्वर भरिसक्नु भएको छ। यहाँ अब उहाँको विषयमा मैले के व्याख्या गरिराख्ने भने जस्तो पनि लाग्छ। उहाँले वर्ल्ड रेकर्ड 27-28वटा एल्बम एकैचोटि लोकार्पण गरेर एउटा वर्ल्ड रेकर्ड पनि राखिसक्नु भएको छ। अब यो सबैलाई थाहा भएको कुरो फेरि नबोल्दा रिसाउनु त हुँदैन नि विषय बोलिन। अब यो लोकप्रिय गीतकार बिबी थापाको यो विक्रम सम्वत 2076 मा 2वटा पुस्तक प्रकाशित भएको थियो। आसक्ति र दिल एक धडकन अनेक, सायद म गल्ती छुइनँ भनेदेखि।
मैले धेरै पटक पढेको छु त्यो पुस्तक। दिनेश दाई, तपाईँको सम्पूर्ण किताब पढाए जस्तै मैले उहाँको कुन किताब पढाएको छु? कुनै पनि तपाईँको सिर्जना मैले पनि बाँकी राखेको छैन। अब यो क्रममा मैले जस्तो 213 वटा गीत समावेश भएको त्यो आसक्ति र 111 वटा छ क्यारे दिल एक धड्कन अनेकमा। मैले त्यो विषयमा अध्ययन गर्न मैले केही लेखेको पनि थिएँ, समीक्षा पनि गरेको थिएँ र आज यो 101 यो गजल सङ्ग्रहको विमोचनको दिनमा मैले यो आफ्नो कुराहरू राख्ने अवसर पाएको छु। मैले वास्तवमा सबै 101 गजलै पढिसकेका छु। मलाई जहाँसम्म लाग्छ दोहोऱ्याइ होइन, तेह्रै चौराइ पढिसकेको छु। र त्यो पढ्ने क्रममा मैले उहाँको त्यो प्रतिनिधि गजलहरू छानेर केही बोल्नु पर्यो भनेर तयार गर्ने क्रममा वास्तवमै त्यो 101 गजलभित्र सबै 101 नै छ। मैले सुरुमा अब यो मलाई निम्तो गरिदिनु भएकोमा मैले धन्यवाद दिएँ कि दिएन मलाई थाहा छैन। मैले धन्यवाद चाहिँ दिएँ, यहाँसम्म आइपुगेँ। मलाई थाहा छ पुस्तक सुरु गरिसकेपछि त्यो पुस्तक अन्त्य नगरिकन विश्राम लिन मनै नमान्ने किसिमको यो पुस्तक छ 101। त्यो तपाईँहरूले भोलि अनुभूत गर्नुहुनेछ पढिसके पश्चात। र त्यो केशव भन्ने एकजना तालुकले साँचो नै बोलाइरहेछ भनेर भोलि भन्नुहुनेछ। मलाई सुरुमै हाल्यो नराम्रोसँग एउटा गजलले, मेरो आँसु खसाएर के सप्रिन्छ तेरो यो जिन्दगी, मेरो आँसु खसाएर के सप्रिन्छ तेरो यो जिन्दगी, थोरै मलाई हँसाएर के बिग्रिन्छ तेरो यो जिन्दगी। कस्तो लेखेको मान्छे, मेरो आँसु खसाएर के सप्रिन्छ तेरो यो जिन्दगी, थोरै मलाई हँसाएर के बिग्रिन्छ तेरो यो जिन्दगी। उपरोक्त गजलका हरफहरूमा जिन्दगीसँग गजबको गुनासो प्रस्तुत छ। कसैलाई फाइदा नहुने कार्य र परिणाम किन दिन्छ यस्तो जिन्दगी भन्ने दुखेसो बडो मिठो एवं कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ। यो गजल सङ्ग्रह पढ्दै गर्दा बिबी थापा भित्रका ती पीडा, ऐठन, रोमाञ्चक क्षणहरू, सपना, विपना, जात भात, आशा निराशा, देश परदेश, मिलन बिछोड, सुख दुःख, अभाव सम्पन्नता, अझ भनौँ उहापोह अनि जीवनका आरोह अवरोधले यसरी गीत गजलहरू सिर्जना गर्न लगायो। म ती सबै घटना परिघटनाहरूलाई सलाम गर्न चाहन्छु। ती घटनाहरू नगरिकन ती बिबी थापाले त्यसरी कलम चलाएको होइन। बिबी थापाले भने पनि म पत्याउँदिनँ। मान्छेलाई नपरि कसरी पुग्छ? दिनेश दाई, तपाईँलाई पनि के पुर्यो होला? यहाँ कसैलाई परेको चोट तपाईँलाई लाग्यो जस्तै हाम्रो होइन। अनि उहाँको निजात्मक कुरा गर्न मिल्छ कि मिल्दैन मलाई थाहा छैन। उहाँले आफ्ना सबै निजी कुराहरू सार्वजनिकरण गरिसक्नु भएको छ। घरि आफैलाई बेइमान भन्नुहुन्छ, घरि बदमास पनि भन्नुहुन्छ, एक्लै हुनुहुन्छ। सेरिका म्याडम, तपाईँको बारे पनि रुनुहुन्छ, उहाँ एक्लै रुनुहुन्छ, मलाई थाहा छ। निजात्मक नै भए पनि उनीसँग आफ्नो निजत्व बलियो निर्वैयक्तिक यथार्थ पस्किन सिपालु बनाइदिने अनि अनामिका, बुझ्नुहोस्, अनामिका जसले मायामा साथ माग घात सबै जायज हुन्छ भनेर सिकायो। तर बिबी थापालाई कलम चलाउन बाध्य बनायो। म उहाँलाई पनि सलाम गर्न चाहन्छु। आधा सही मैले तिम्रो साथ पाएँ, आधा सही मैले तिम्रो साथ पाएँ, आधा सही तिमीसँग समय बिताएँ। गजलका भावहरू भावहरूमा सरस्वती पीडा अनुभूत भइरहँदा नकारात्मक मनस्थितिलाई गजबको शिल्पी शब्द अभिव्यक्तिले सकारात्मकतामा अभिव्यक्त गर्न सिपालु बिबी थापाजी
जीवनमा पूर्णकालीन साथ नभए पनि आधा समय मात्र भए पनि साथ पाएको र समय बिताएको आफैलाई दिएको झुठो सहानुभूति हुन्छ। आफैलाई थम्थाउनु भएको छ। झुठो सहानुभूति र झुठै सन्तुष्टि भए पनि दिएको अभिव्यक्तिको अनुभूतिले एउटा आशावादी कवि र सकारात्मक व्यक्तित्वको रूपमा म उहाँलाई पाउँछु। शब्द पानी फेरि दोहोऱ्याए शब्द पानी हो, रंग हो स्वर, शब्द मूल हो, अंग हो स्वर। स्वरले शब्दमा दिन्छ भाव अनेकौं, पीडा निराशा आशा उमंग हो स्वर। एउटा गीतकारले कुनै पनि गायकको स्वर भित्रको अन्तर्यलाई खूब दार्शनिक ढङ्गले त्यस स्वरको महिमा, महत्त्व, गुण, क्षमता, कला र प्रभावकारिताको विषयमा अभिव्यक्त गर्नु भएको छ। एउटा कविले, एउटा गीतकारले, एउटा गायकको अन्तर्यलाई छुने प्रयत्न गर्नु भएको छ। आफूले कोरेका शब्दहरूलाई स्वरको भाव, सरगम, अनुभूति, आरोह एवं अवरोहले बिना रङको पानीलाई रङहरूको विविधताले जस्तै मानिसको पीडा, उमङ्ग, आशा, निराशा, आँसु, हाँसो जस्तै वस्तुपरक रङमा रङ्गाइदिए जस्तै अभिव्यक्ति आफ्ना गजल मार्फत पस्किन्छन्। सिकायो के पाठ जिन्दगीले, सिकायो के पाठ जिन्दगीले, सिकायो 16 दुना 8 जिन्दगीले। हामी 8 दुना 16 भन्छौँ, जिन्दगीले 16 दुना 8 सिकाएको छ। सिकायो के पाठ जिन्दगीले, सिकायो 16 दुना 8 जिन्दगीले। रित्तिएपछि आँखा खुलेर के गर्नु, रित्तिएपछि आँखा खुलेर के गर्नु, बनायो घर न घाट जिन्दगीले। रहन्छ सब बाँकी, उठ्छन् सबै धुवाँ। रहन्छन् सब बाँकी, उड्नेछ धुवाँ, जोख्यो चित्ताको काठ जिन्दगीले। सिकायो के पाठ जिन्दगीले। मलाई कस्तो यो चित्ताको काठ जोख्ने, यो 16 दुना 8 हुने, अनि कसरी पुग्छ क्या यस्तो कुरा। मलाई त डाढ लाग्छ। मलाई किन आउँदैन त्यस्ता भावहरू र म किन लेख्न सक्दिनँ। जिन्दगीले कस्तो उल्टो तथा नैराश्यताका पाठहरू सिकाउँछ यो बाँच्ने उपक्रममा। पश्चातापको पनि अर्थ नहुनु र सब जलाउने काठ पनि जोखिन्छ भन्ने अप्ठ्यारो एवं पीडा भावलाई बडो गहन ढङ्गले प्रस्तुत गर्नुभएको छ। नबुझेरै प्रेमको मर्म अवसान हुन्छ है, नबुझेरै प्रेमको मर्म अवसान हुन्छन्, नजानेले हुन्छन् कति जान हुन्छ, जान पनि हुन्छ, कति अनजानमा हुन्छ। यहाँ नबुझेरै प्रेमको मर्म अवसान हुन्छन्, नजानेले हुन्छन् कति जान हुन्छन्। उमेरमा के छ हजुर यो त हिसाब न हो, उमेरमा के छ हजुर यो त हिसाब न हो। प्रेमहरू त यहाँ हरदम जवान हुन्छन्। हाम्रो बिबी सर अहिले भर्खरै 27-28 वर्षको हुनुभएको छ, जवानै हुनुहुन्छ। 101 पुस्तकका गजलहरू 101 छन्। जति पढ्यो त्यति नै गहिराइमा पुग्ने छुट्टै आनन्दको अनुभूत हुने जातका छन्। कहिलेकाहीँ म सोच्छु, अचम्मित हुन्छु र सन्तोष मान्छु पनि कि मान्छे यति गहिराइसम्म पनि पुग्न सक्दो रहेछ। म गीत गजलको पारखी हुँ। बिबीजी गजलहरूमा आफ्नो ऐठन एवं भावहरू, रदीप, काफिया, मतला, मक्ता, तखल्लुस, मिसरा, बहर र शेर आदिमा कति मिहिन ढङ्गले खेल्नुहुन्छ र आफैलाई यसरी प्रस्तुत गर्नुहुन्छ कि अभिव्यक्तिका कला र सौन्दर्य सबैसँग भएको भए सायद सबैजना कवि हुन्थे होला, सबैजना गजलकार हुन्थे होला। नढाकी भनौँ भने बिबी थापादेखि मलाई असाध्यै गाह्रो लाग्छ, असाध्यै गाह्रो लाग्छ, ईर्ष्या लाग्छ। म किन त्यस्तो हुन सकिनँ भनेर खोजलान गजल पारखीले गजल मेरो प्राण हो, अघि उहाँले भनिसक्यो। खोजलान गजल पारखीले गजल मेरो प्राण हो, गजल मेरो शान हो, गजल मेरो पहिचान हो। गुन्जेलान मेरा गजलहरू, गुन्जेलान मेरा गजलहरू, मेरो अवसान पछि जसले सुन्छ मेरो गजल
त्यो मेरो सम्मान हो। आफ्नो अवसान पछिका दिनहरूको कल्पनातीत अभिव्यक्तिमा हरेक मानिसले निरजलाई म वास्तवमै इमान्दारिता पाउने गर्छु। जो मानिसले आफू एक दिन मर्नुपर्छ भन्ने कुरो बिर्सन्दैन र म भन्छु सो व्यक्ति कहिले बेइमान हुनै सक्दैन। बिबी थापाले आफूलाई आफैले बेइमान नै भने तापनि ती मान्छे कहिले पनि बेइमान हुन सक्दैन। र सोही व्यवहार मैले सधैँ बिबी थापाजीमा पाउने गरेको छु। साँचो झुठो त व्यवहार रहेछ बिबी सर, साँचो झुठो त व्यवहार रहेछ, निर्दोष देखिने अनुहार रहेछ। साँचो झुठो व्यवहार रहेछ, निर्दोष देखिने त्यो अनुहार रहेछ। बाचा थिए ती गरेका हजारौं, मन खुसी पारे चाहिँ उपहार रहेछ। पढ्दै जाँदा मैले कुनै पनि सिर्जनालाई अन्याय गर्नु हुँदैन भन्ने लाग्दा लाग्दै बिबीजीका कृतिहरू जति पढ्दै जान्छु आफू त्यति गहिराइमै डुब्दै जाने डर लाग्न थाल्यो। सुनकै भए पनि दरबार छोड्नुपर्छ, सुनकै भए पनि दरबार छोड्नुपर्छ, सबैले एक दिन संसार छोड्नुपर्छ। मान्छे मरेर जान्छ अमर रहन्छ कीर्ति, मान्छे मरेर जान्छ अमर रहन्छ कीर्ति। हिसाब कर्मको हुन्छ बेकार छोड्नुपर्छ। प्रतिनिधि गजलहरूको विषयमा टिप्पणी गरेर केही बोल्छु सोचेको थिएँ। बिबीका सबै कृतिहरू नै आफैमा 101 पृथक प्रतिनिधि भएको पाएँ, अब्बल भएको पाएँ। सम्भवतः अब मैले समर्पण गरेर निष्कर्षमा अब म पुग्नै पर्छ। मैले लामो बोल्दाखेरि तपाईँहरूलाई वाक्क पनि लाग्न सक्छ। मन रोकिँदै भुइँरो जस्तो लाग्छ, सिडी जलेर वाक्क लागिसकेको छ पछाडि बसेर। मन मान्दैन हो। बिबीका गजलहरूका कारण मन र मस्तिष्कको द्वन्द्वभित्र अल्मलिँदैछु। बेपरवाह बिबी, बेपरवाह बिबी कहिलेकाहीँ देखिदिन्छ। राखेरै खुल्लै दैलो नलाई आए, राखेरै खुल्लै दैलो नलाई आए, प्रेमका सबै चिनो जलाई आए। राखेरै खुल्लै दैलो नलाई आए, प्रेमका सबै चिनो जलाई आए। सकिन रोक्न मैले आवेग उनको, सकिन रोक्न मैले आवेग उनको, मैले नि आफ्नो वेग चलाई आए। बिबी सर आए, प्यालाको नसाले यसै होस गुम भइरहँदा उनको आगमन र उपस्थितिले उत्पत्ति भएका मनोदशालाई बडो हार्दिक तवरले प्रस्तुत गरेका छन् बिबीले। मधुशालामा उनी आएपछि मेरो होस गुम भयो, मधुशालामा उनी आएपछि मेरो होस गुम भयो। सँगसँगै प्याला उठाएपछि मेरो होस गुम भयो। कस्तो लेख्न सक्छ। मधुशालामा उनी आएपछि मेरो होस गुम भयो, सँगसँगै प्याला उठाएपछि मेरो होस गुम भयो। एकहोरो हेर्दै थिए उनी हुन् कि होइनन् भनी, एकहोरो हेर्दै थिए उनी हुन् कि होइनन् भनी, इसारा गरी बोलाएपछि मेरो होस गुम भयो। हाम्रो बिबी सरको धेरै पटक होस गुम भइसकेका जस्तो मैले अनुभूत गरिरहेको छु। मधुशालामा होस् या मन्दिरमा जताततै ठोकिन्छन् बिबी। घरि मदिरामा मातेर, घरि वियोगदेखि आतेर, केही सिप नलागेर अन्तमा एउटै बिन्ती बिसाए प्रभु तिम्रै चरणमा, एउटै बिन्ती बिसाए प्रभु तिम्रै चरणमा आई। दर्शन गरे भगवान तिम्रो चरणमा शिर झुकाई। अल्मलिए भौतारिए, अल्मलिए भौतारिए, बाटो बिचमा नै अल्मलिए। सत्मार्ग दियो भवसागर पार लगाऊ मलाई। वर्णन गरेर नसकिने 101 गजलका यो संग्रह एक अब्बली सुन हो, जसलाई कसी लगाइराख्नु पर्ने जरुरी म देख्दिन। रचनाकार के भनौँ, बहुआयामिक व्यक्तित्व, समालोचक भन्दा पनि फरक पर्दैन। दिनेश अधिकारीज्यूलाई म हार्दिक अनुरोध गर्दछु। धन्यवाद सिलुलेजी, कार्यक्रमको अध्यक्षज्यू, प्रमुख अध्यक्षज्यू, मञ्च र दर्शक दृश्यमा रहनुभएका विशिष्ट पात्र महिला तथा सर्जनले, हामी बिबी थापा उत्सव मनाउन उपस्थित भएका छौँ।
यो उत्सवमा सहिद हुन पाएकोमा अत्यन्तै प्रसन्नता लागिराखेको छ। देवी थापालाई मैले गजलकारका रूपमा अलिक पछि चिने, म गीतकारका रूपमा चिन्थेँ। सँगसँगैका हौँ। पछि गएर देवीजी रेकर्ड बनाउने मामलामा निकै अगाडि लाग्नुभयो र अहिले पनि फेरि एउटा रेकर्ड बनाउनु। हस्तलिखित किताब सम्भवतः पत्रिका शारदा निकालेको विमल भौकाजी भाइ यहाँ हुनुहुन्छ। पत्रिका निस्क्यो, किताबको रूपमा हस्तलिखित किताब मैले पढेको यो मेरो समयमा पहिलो हो। यो पनि एक किसिमको रेकर्ड हो। यसले ऐतिहासिक महत्त्व राख्छ भन्ने कुरामा मलाई विश्वास छ। देवी फाउन्डेसनले राम्रा कामहरू गरिरहेको छ, गर्नेछ, त्यो आफ्नो ठाउँमा छँदैछ। म मेरो मित्रको 101 दोहोऱ्याएर भने 101 र 101 गजलको विमोचन समारोहमा उपस्थित हुन पाउनु आफैमा खुसी लाग्यो। तर विडम्बना के छ भने म त्यस्तो मान्छे जसले जिन्दगीमा गजल भने लेखेन र गजल मन पराइरह्यो, सुनिरह्यो र आज उपस्थित भएको छ। म लामो कुरा गर्दिनँ। भीमविराग प्रतिष्ठान, भीमविराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालका अध्यक्ष केशव भाइले हेटौडादेखि काठमाडौँसम्मकै यात्राको हिसाबले यसको चिरफार गरिसकेपछि मैले भन्ने कुरा केही पनि बाँकी रहेन। उहाँकै कुरालाई फेरि एकचोटि स्मरण गर्दै र प्रिय मित्रको निरन्तर लेखन सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्दै आफ्नो भनाइ यही अन्त्य गर्ने अनुमति चाहन्छु। धन्यवाद।